हामी चाहिँ चम्पाको घरमा गएको छ। अनि के बनाउनु भएको हेर्नु न है चम्पाले बारा छोइला यो चाहिँ वा माछाको करी बनाउन छोइला झै यहाँ जान्नुभयो है आन्टीले अनि मजाले मोल्दै हुनुहुन्छ आन्टी अब साङ्गे मामाले चाहिँ मजाले पिरो हालेर फेरि पिरो थपेर फेरि मोल्दै हुनुहुन्छ के एउटा चम्चाले भएन अर्को दिनुस् रे नि दुईटाले मजाले मोल्नु भयो फिस है अहिले नि सम्झेन क्या खान मन लाग्छ मही हालिदिनु भयो आन्टीले अनि मामाले खानुभयो सेलरोटी पनि कति मिठो थियो है फेरि खान मन लागिराखेको के तपाईँले 12 हेर्नु त कतिवटा खानुभएको थियो 12 4वटा खानुभयो होला अनि हामीलाई दिक्क लाएर हामी चाहिँ कहाँ घुम्न गएको छौँ र नगरकोट मामा चाहिँ खुसीलाई हात पनि यसरी जानुभएको छ हामी चाहिँ चम्पाको मम्मीसँग पछाडि छौँ स्कुटरमा है हेर्नु न हामी आमा छोरा चाहिँ पछाडि बसेका छौँ मेरो साथीले चाहिँ स्कुटर चलाइरहेछ साथीहरू अनि हामी चाहिँ सर हावा खाँदै अनि नगरकोटको टावर पनि चढ्यो मैले चाहिँ बच्चाहरू साथीले चाहिँ चढेर डर लाग्यो अनि बाटोतिर टिकटकहरू बनाउँदै हामी रमाउँदै खुसी हुँदै ओहो बल्ल बल्ल भेट्यौँ साथी है बच्चाहरू पनि आफ्नै धुनमा फेरि रमाइरहेछौँ ओहो माई गड प्लास्टिक अनि हामी चाहिँ लास्टमा घर फर्क्यौँ साथीहरू बाई अब नेक्स्ट भ्लगमा भेट्ने साथीहरू बाई।